सम्पूर्ण दर्शकबिन्दहरूमा नमस्कार। आज हामी नेपाली टेलिसिरियल अत्याधिक चलिआएको अत्याधिक भ्युज गएको भुन्टी र कान्छीमा कति भ्युज जान्छ, कान्छी र भुन्टी बीचमा कति के फरक छ, त्यसको बारेमा हामी विस्तृत रूपमा जानकारी गराउन गइरहेका छौँ। यस भिडियोलाई स्किप नगरी पुरा हेरिदिनु हुन पनि अनुरोध गर्दै आजको विषयवस्तुतिर हामी अगाडि बढ्न लागिराखेका छौँ। नेपाली टेलिसिरियल भुन्टी र कान्छी अन्य टेलिसिरियलहरूमध्ये अत्यन्तै बढी भ्युज जाने टेलिसिरियलहरूमध्ये पर्छन्। यी दुईवटा टेलिसिरियलहरू एक आपसमा अलिकति कथावस्तुहरू अलिअलि फरक र अलिअलि मिल्दाजुल्दा भए पनि यी दुवै टेलिसिरियलहरू आशा खड्काद्वारा निर्मित टेलिसिरियलहरू हुन्। यी प्रत्येक टेलिसिरियलहरू हप्तामा एकवटा एपिसोड नयाँहरू आइदिन्छन् र एकवटा नयाँ एपिसोडहरू आए पनि ती एपिसोडहरूमा सबैभन्दा बढी भ्युज जाने अहिलेसम्मकै सर्वाधिक भ्युज गएको टेलिसिरियल अन्तर्गत पर्दछन्। अहिलेको जुन नयाँ एपिसोडहरू आइराखेको जुन यो कान्छी र भुन्टीमा समसामयिक अथवा समाजमा घटिरहेको घटनालाई पारदर्शी रूपमा प्रस्तुत गर्दै अहिलेको जुन कथाको प्रस्तुतिलाई अत्यन्तै रोचक र रमाइलो तरिकाका साथ र भावुक पनि साथ प्रस्तुत गरिएको हुन्छ। जुन समाजमा घटिरहेको पारदर्शीका रूपमा घटनालाई प्रस्तुत गरिएको कारणले नै गर्दा अहिले अत्यन्तै लोकप्रिय र धेरै चर्चा परिचर्चामा का साथै भ्युज कमाउन सफल भएको देखिन्छ। यी दुवै टेलिसिरियलहरू विगत लामो समयदेखि अत्याधिक बढी भ्युज गएको देखिन्छ। यी दुवै टेलिसिरियलहरू अहिले हाल आएर सर्वोत्कृष्ट भ्युज कमाउन र जुन अर्निङ गर्न पनि सफल भएको देखिन्छ। अरू धेरैवटा टेलिसिरियलहरू आए पनि यी दुईवटा भुन्टी र कान्छी जति अन्य टेलिसिरियलहरू अनेकौँ आए पनि यति धेरै भ्युज कमाउन अहिलेसम्म सकेका छैनन् र कुनैले पनि योभन्दा बढी भ्युज जाने गरी बनाउन सकेको देखिँदैन। किनभने यो टेलिसिरियलमा धेरै भावुक र धेरै राम्रो तरिकाले जुन समाजमा घटिरहेको घटनालाई एक अर्का बीचमा प्रस्तुत गर्दै अरूलाई राम्रोसँग प्रस्तुत गराएर देखाइएको छ। जुन प्रस्तुतिको कारण सबैले दर्शक अथवा सबैजनाले युट्युबरको भ्युज अथवा युट्युबरहरूमा हेर्ने टेलिसिरियलहरूमध्ये सबभन्दा धेरै रोचक तरिकाले हेरिराखेको पाइन्छ। जुन अहिलेसम्मकै सबैभन्दा राम्रो मानिन्छ र भावुकता पनि त्यतिकै उल्लेखनीय छ। हुन त अहिले नेपालमा कतियौँ टेलिसिरियलहरू आइराखेका छन्, तर पनि जति धेरै टेलिसिरियल आए पनि ती टेलिसिरियलहरूमा कति भ्युज गएको देखे पनि तर जुन दर्शकहरूले कान्छी र भुन्टीमा जति धेरै राम्रो भ्युज कमाउन सकेको छैन। आजको यो भिडियोको लागि तपाईँहरूलाई यति नै। हाम्रो भिडियोहरू हेर्दै गर्नुहोला। अर्को भिडियोमा तपाईँलाई योभन्दा धेरै अझै कान्छी र भुन्टीबारे जानकारी तथा एपिसोडको बारेमा चर्चा परिचर्चा गर्नेछौँ।